साथीहरू, यदि तपाईहरू पनि चाहनुहुन्छ कि यसरी नम्बर लेख्ने बित्तिकै त्यसमा अटोमेटिक बोर्डर अप्लाई होस् भन्ने चाहनुहुन्छ भने त्यसको लागि तपाईहरूले सबभन्दा पहिला कन्डिसनल फर्मेटिङमा जानुपर्ने हुन्छ। त्यसको लागि सबभन्दा पहिला तपाईहरूले सेललाई सिलेक्ट गर्नुपर्ने हुन्छ जहाँसम्म तपाईँलाई बोर्डर अप्लाई गर्नुपर्ने हुन्छ र सेललाई सिलेक्ट गरिसकेपछि कन्डिसनल फर्मेटिङमा गएर यहाँनिर न्यू रुल भन्ने अप्सन आउँछ। न्यू रुलमा क्लिक गर्नुपर्ने हुन्छ। न्यू रुलमा क्लिक गरिसकेपछि यहाँनिर युज अ फर्मुला डिटरमाइन व्हिच सेल्स टु फर्मेट अप्सन आउँछ। यहाँनिर क्लिक गर्नुपर्छ। यहाँनिर क्लिक गरिसकेपछि यहाँनिर फर्मेट भ्यालु वेयर दिस फर्मुला इज ट्रु भन्ने अप्सनमा आएर तपाईँले नम्बरवाला सेल्सलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। सिलेक्ट गरिसकेपछि यसलाई फिक्स गर्नको लागि तपाईँले दुईचोटि F4 क्लिक गर्नुपर्ने हुन्छ र F4 क्लिक गरिसकेपछि यहाँनिर हाम्रो फर्मेट अप्सन आउँछ। फर्मेट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँनिर क्लिक गरिसकेपछि आउटलाइनमा क्लिक गर्नुपर्ने हुन्छ र आउटलाइनमा क्लिक गरिसकेपछि हामीले ओके गरेर यसरी ओके गरिदिन्छौँ भने अब हामी नम्बर लेख्दै जान्छौँ र त्यसमा बोर्डर अप्लाई हुँदै जान्छ।